आज चाहिँ पूजा गरियो। पूजा गर्ने समयमा चाहिँ यसो घुमेर अवलोकन गरियो होइन। अवलोकन गरियो र म नानीहरूको कोठामा गएँ। नानीहरूको कोठामा गएर नानीले यसो सोध्यो के गर्दैछस् भनेर। पढ्दैछ अनि टिभी हेर्दैछु भनेर भन्यो। त्यस पछाडि म टिभी हेर्दैछु भनेर भन्यो। त्यस पछाडि म फेरि यतापट्टि आएर जग्गु दिदीको यसो कुराहरू सुन्न थालेँ। जग्गु दिदीले के भन्नु भनेदेखि चाहिँ उहाँले चाहिँ यसो पैसा बचत गर्नुपर्छ। पैसा बचत गर्न सकेन भने चाहिँ पछि धेरै समस्या हुन्छ। त्यसैले आफूले आफ्नो पैसा आफै सेभिङ गर्नु भनेर भने जस्तो उपदेशहरू दिनुभयो। मैले पनि त्यसलाई स्वार्ने गर्दै यसो हेरेँ बसेँ। अनि त्यस पछाडि उहाँको कुराहरू निकै गहन अध्ययन गर्दै हेर्दै बसेँ। र त्यस पछाडि निकै बेर अध्ययन गरिसके पछाडि यो निचोडमा के पुग्यो भनेदेखि पैसा चाहिँ आफूले आफ्नो हेरेर मात्रै खर्च गर्नुपर्छ र घाँटी हेरेर हात निल्नुपर्छ। त्योभन्दा बेसी गरियो भने गाह्रो हुन्छ है। ल अब कुरो त्यही हो। त्यस पछाडि त्यही हो कुरो। अब ल सर भिडियो हानेको म मालपुतमा बोल्नु केही मालपुतमा गएर हाम्रो त्यो सुदिनजीसँग यसो कुरो गरेँ। सुदिनजी आउनुभयो। आएर उहाँले चाहिँ के गर्नु भने यसो प्रान्त ध्यान र बाँकी कुरा के हो यो त्यही हो। घुम्यो आयो होइन। अनि त्यस पछाडि त्यही हो हाम्रो काम गर्ने अफिस। यसो यसको अवलोकन गर्यो, हेऱ्यो, बस्यो, खाइयो। सजिना पनि ठिक छ नि। त्यही हो भिडियोमा आउन आँटेको क्या। एउटा अब म गर्दैछु नि त एउटा यति भन्दै ब्लग सक्न चाहन्छु। हस् त धन्यवाद।